ल यति बेला फाइनली म चाहिँ घर आइपुगेको छु। यो चाहिँ मेरो घर देखिएको सुन्तला। मेरो आँगनमा चाहिँ सुन्तलाको बोट छ। यस्तो फल्या छ है सुन्तला चाहिँ। कस्तो लाग्छ तपाईँहरूलाई? मनपर्छ मन पर्दैन, खान मनपर्छ मन पर्दैन होइन। अनि बाख्रा दुईवटा छ मेरो। यो माउ बच्चा हो। मेरो घर चाहिँ ठ्याक्कै यहाँ आइपुग्यो। ल यस्तो छन् अब सुन्तला चाहिँ। अब यस्तो छन् घर आँगनमा। म तपाईँलाई आज मेरो सुन्तलाको बगान पनि देखाउँछु। यता पनि छ सुन्तला, यता मास्तिर सुन्तला भयो। यो माछा खान्दाको मेरो सबै सुन्तला हो। तपाईँलाई म देखाउँछु है त। यस्तो फलेको छन्। अब यस्तो छन्। यो चाहिँ मेरो खेती जुनियालो। यहाँ भुइँमा चाहिँ दाल छ, झार पनि धेरै पलाएर छ। सुन्तला यस्तो फलेको छ। अब धेरै त के भन्ने होइन। यो चाहिँ मैले आफैले रोपेको सुन्तला। फेरि कसैले रोपेर चाहिँ बाउले बाजेले रोपेको सुन्तला होइन। मेरो चाहिँ एकदम बिरुवा बोट छ। यो मैले चाहिँ ओखलढुङ्गाको अँधेरीबारी ल्याएको बिरुवा होइन। यत्रो यत्रो भएको छ। अहिले चाहिँ लगभग बोटमा चाहिँ 1 भारी 2 भारी फल्छन्। लगभग 1-2 लाखको चाहिँ सुन्तला फल्न थालेको छ। अब यहाँ जुनियालो छ। अब तिहार आइसक्यो, फुल चाहिँ मजाले फुलेको छैन। त्यो पनि फुल पनि फुल्न थालेछन् अब त है। यस्तो छन्। यो पनि राम्रै फलेको छन्। यो पनि एकदम ठिकै छन्। ल यस्ता छन् सुन्तला। ल अब यो बेच्ने बेला भयो। अब यो तिहार पछाडिदेखि म सुन्तला बेच्न थाल्छु। के गर्नु अब फलेका छन्। 100 रुपियाँ केजी चाहिँ नबोली जान्छन्। अब त्योभन्दा धेरै चाहिँ खोज्नु भएन। अब मान्छेले चाहिँ अहिले चाहिँ फाइदा लुटिरहेको छ। 200 रुपियाँ केजी पनि बेचिरहेछ। तर म चाहिँ 100 रुपियाँ केजी बेच्छु सुन्तला। तर यसपालि पातलो पातलो छ। त्यो चिज चाहिँ कम छ। पोहोर फलेको थियो, यसपालि अलिक कम फलेको छ। 1 साल फल्छ, 1 साल फल्दैन। ल मेरो बगान तपाईँले देख्नुभयो। तपाईँलाई यहाँबाट म पल्लो छेउपट्टि देखाउँछु। यो पुरै मेरो है। यो लाइन पल्लो छेउदेखि पल्लो छेउसम्म लगभग 30 बोट जति छ। यो